मजा आइरहेछ, दिनु ढोलाइ खाऊ है, और जोडले पिट्नु थाहा हुन्छ नि उसलाई। चस्मा लगाइदिन्छु म एकै मिनट, चस्मा लगाएर अलिकति राम्रो हुन्छ, चस्मा लगाइरहेको छ त अलिकति राम्रो लाग्छ। उल्टा होइन, उल्टा लगाउनुपर्छ। अब हेराइ त रहेको थियो, त्यही पनि यस्तो हेर्दा राम्रो लाग्छ। दिनु अन्दाज हुन्छ के लागिरहेछ तपाईँहरूलाई भन्नु। अब देशमा अब गुन्डा शासन चल्दैन, बालेन सरकारको शासन चल्छ। अब कुनै मान्छेले भन्छ कि म राजा छु, मेरो दादागिरी चल्छ देशमा, बाबु अब केही हुनेवाला छैन। अब बालेन सरकारको सिस्टम छ, बालेन सरकार आफ्नो तरिकाले देश चलाउनुहुन्छ, कुनै मान्छेलाई टेर्नेवाला छैन। हु 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 गरेर केही हुँदैन, अब हड्डी तड्डी पुरै निकालिदिन्छु, बुझिहाल्नु। त्यही भएर अहिले पनि तपाईँहरूसँग समय छ, झोले बनेर घुम्नुभन्दा राम्रो यदि तपाईँ जानुहुन्छ आन्दोलनमा, हेर्नु दशा कस्तो भइरहेछ, हड्डी निकालिदिन्छ अब पुलिसले, यो कुरा बुझिहाल्नु। कहीँ मुद्दा परिहाल्छ त विदेशको सपना पनि अब छोडिदिनु, विदेश पनि जानु सक्नु हुँदैन। तैँले सपना छ, माइन्डमा सोच छ कि म केही गर्छु बाल बच्चाको लागि, त यो झोले बन्न छोडिदिनु। अब कुनै आवश्यकता छैन रोडमा जाने, रोडमा जानुहुन्छ त्यस्तै ठाई ठाई चोट लाग्छ। अब कुनै विकल्प छैन, किनकि बालेन सरकार छ, सबैलाई अब थाहा लाग्छ कि को आएछ देशमा। त्यही भएर जहाँ बस्नुहुन्छ आफ्नो सुरक्षा आफै गर्नु। आफ्नो सुरक्षा आफै गर्नुको मतलब के छ त झोले बनेर नघुम्नु, तब तपाईँले समस्या छैन। कहीँ झोले बन्नुहुन्छ तब धेरै समस्या हुन्छ, यो म भन्छु धेरै जोडले भन्छु। त्यही भएर झोले नबन्नु, राम्रो मान्छे बन्नु। केपी ओलीको इसारामा हामीलाई जानु छैन। धन्यवाद। म यादव सर।